आउँछन् कि आउँदैनन्? किन यति ढुकढुकी बढिरहेको छ मेरो? सरी, म ढिला भएँ ट्राफिकले गर्दा। ठिक छ, आउनुहोस् बस्नु। म त धेरै बेरदेखि कुरिरहेको थिएँ। अस्मि, तिम्रो फेसमा के भएको? कस्तो दाग हो यो? यो मेरो जन्मदेखि नै भएको दाग हो। म वासरुम गएर आउँछु ल। आयुषले पनि मेरो दाग स्वीकार गर्न सकेन, त्यसैले वासरुमको बहाना गर्यो। अस्मिको फेसमा यति डरलाग्दो दाग रहेछ। अब म यहाँबाट भाग्नुपर्छ। यस्तो बहाना मेरो लागि कुनै नयाँ कुरा पनि होइन। म किन उसको जीवन बिगारौँ? उसलाई म जस्तै धेरैले रिजेक्ट गरेको होला। मैले पनि यसरी वासरुमको बहाना बनाएर आउँदा उसलाई कस्तो लागेको होला। अब ऊ फर्केर आउने छैन। अब यहाँबाट जानुपर्छ। उनी नराम्रो होइन। उनको दागलाई मैले स्वीकार गर्नुपर्छ। अस्मि, अस्मि, कहाँ छौ तिमी? अस्मि, अस्मि, कहाँ छौ तिमी? हजुरले यहाँ एक्लै बसेकी केटी देख्नुभयो? देखिनु त। कृपया भन्नुहोस् उहाँ कहाँ जानुभयो? मलाई थाहा छैन। अस्मि! घर पुगेपछि आयुषले फोन गर्ने कोसिस गर्छ, तर फोन पनि ब्लक। अब उसलाई कसरी भेट्ने? आज जे भए पनि अस्मिलाई भेटेरै छोड्छु। अस्मि! आयुष, अस्मि, तिमीसँग काम छ। कृपया एकछिन रुक। तिमी किन हिजो मलाई एक्लै छोडेर आयो? जसले मेरो दाग देख्ने बित्तिकै बहाना बनायो, म फेरि उसैलाई किन कुरेर बसुँ? हो अस्मि, मैले बहाना गरेको थिएँ, तर अब म तिमीलाई छोड्ने छैन। साँच्चै? मलाई कहिल्यै नछोड्नु है। डोन्ट वरी माई डियर, म सधैँ तिम्रो साथमा हुनेछु। त्यस्तो केटीसँग बिहे गर्छस्? समाजलाई म के जवाफ दिने? मम्मी, बिहे मैले गर्ने हो, समाजले होइन। हेर आयुष, त्यो केटीलाई बिर्सिदे। त्यो भन्दा धेरै राम्री केटी बिहे गरे। चाहिँदैन मलाई कोही पनि। म उसलाई भगाएर बिहे गर्छु अब। यदि बगाएर बिहे गर्ने भने घरमा नल्याउनु, जहाँ लानु छ त्यही लग्नु। अब मसँग एउटा मात्र बाटो बाँकी छ। अस्मि, मेरो फ्यामिलीले एक्सेप्ट गरेनन्। अब हामी भागेर बिहे गरौँ। हामी बगेर बिहे त गरौँला, तर फ्यामिलीको सपोर्ट त पाउँदैन नि। म म्यानेज गरौँला अस्मि। तिमी रेडी हुनु, म लिन आउँछु। भगवान हाम्रो साथ दिनुहोस्। आऊ छिटो बस, अब हामी जानुपर्छ। अस्मि! आयुष, घरमा मम्मीलाई कल गर, म कुरा गर्छ। हस्, हुन्छ, म कल गर्छु। तपाईको छोरा आयुष मेरो घरमा छ। उनीहरू भाग्न लागेका थिए, मैले रोकेको छु। यो कुकुरले मलाई कहिल्यै शान्ति नदिने भयो। अब के गर्ने होला? अब हामीले जे भने पनि यिनीहरू सुन्नेवाला छैनन्। ठिक छ, अब बिहे नै गरिदेऊ। आजदेखि हामीहरू एक अर्काका जीवन साथी भयो। अब हामी कहिल्यै छुट्ने छैनौँ। खुसी रहनु छोरी। थ्याङ्क यू बाबा। आफ्नो ख्याल राख्नुहोला।